आलुहरू लिनु अनि यहाँ बन्दा लिनु आएको हेर्नु साथीहरू कस्तो राम्रो राम्रो बन्दा। अब हामी 4-5वटा लिएर जान्छौँ अनि आलु पनि 10-15 किलो जति लिएर जाने। यहाँ हेर्नु साथीहरू 12-15 किलो। ओ कस्तो अर्ग्यानिक आलु। दबाईहरू हाल्नुहुन्छ कि कस्तो दाइ? ए किराले खाँदैन नखाओस् भनेर। यताबाट खनेर अलिक धेरै आएन। अब त्यही भएर हामी यता जान्छौँ। यहाँ हेर्नु साथीहरू यति आयो त्यहाँबाट अलि हरियो हरियो पनि छ। हामी चाहिँ हरियो हरियो छानेर लाने। अलि छान्नु पर्यो। तिमीहरूका यो के खालका आलु हुन्? यो राम्रो रहेछ रहनु चाहिँ, तर हेर है तिमी आफै कन्फर्म गर कस्तो छ कस्तो लाग्यो। त्यसले जान्दैन हौ ठुलो हेताउँछ न पुग्दैन। हेर है अब पुग्दैन है। ल्याउ न हौ 1-2 बोट आलुहरू हामीले चाहिँ बोरामा हालिसक्यो। अब फेरि अब बन्दा काट्न जाने। यो नि आफैले दल हालेर उमारेको हो। बन्दा लग्यो बन्दा हेर्नु साथीहरू कस्तो राम्रो। फुपूले उता एउटा अलिकति ठुलै लिनुभयो अनि मैले चाहिँ ठिक्क ठिक्कको 2टा लिएर आएको छु। अब फेरि धनियाँ नै लानु पर्यो अनि सिबीहरू पनि देखिरहेको थियो। सिबीहरू पनि लानु पर्यो। बोडी के हुन्छ त्यो सो तपाईँलाई देखाउँछु नि। हेर्दै जानु न। साथीहरू हाम्रो चाहिँ अलरेडी रेडी भइसक्यो। मेरो बुढालाई बोलाउँछु अनि गाडीमा सारा। अब हामी चाहिँ धनियाँ काट्नु लाग्दैछ। बैगुन फल्दैछ बे। धनियाँ आउनुहुन्छ भनेर आउँछ नि सम्झी 50को धनियाँ होइन साथीहरू कति धनियाँ होइन साथीहरू। साग पनि लान्छु भनेर मैले भनेको अनि साग टिप्दै हुनुहुन्छ दिदीले। दिनु म हामी बोकिदिन्छु। दिनु भने बोकिदिन्छु। यस्तो काँडाहरू हुन्छ साथीहरू है। काँडा जोगाउँदै यहाँ एउटा रहेछ टिप्नु पर्यो भनेर यस्तो घुमाएको काँडाले घोचेर के पट्क्यो यहाँ। यो हिँड्ने बाटो हो कति त झर्छ नि। छड्के पार्नु न बुढा छड्के भयो। मेरो बुढाको भिडियो गराइ चाहिँ टेन्सन दिने रहेछ। जो धनियाँ 5 दिन जस्तो त पुग्दैन। दिदीलाई नि अलिकति माथि यसो दिनु पर्यो। म त मागेको 20को साग मेरो छ पनि 20 रुपियाँको साग अरे निकै साग चाहिँ मजाको छ कि राम्रो दिएको छ साग चाहिँ। 50को धनियाँ 20को साग भनेपछि बन्दा साह्रो राम्रो भने जस्तै पाइयो। बन्दा चाहिँ टक्क बोटमा काटेर ठाउँमा कति बेरसम्म पानी निक्लिरहेको। यसले पत्ता धेरै दिएन नि राम्रो दिएको छ। फेरि यो अर्ग्यानिक पनि हो गोबर मलको कि यस्तो मजाको छ नि बन्दाकोपी त। ओहो अनि आलु हाम्रो 15 किलो जति भयो। सबै फाइनल ननिकालौँ जस्तो पनि लाग्यो। यो आलु 3 किलो। बाबाले झन् बुहारीलाई खानु मन लाग्यो अरे मसिनो गुच्छे आलु दामी हुन्छ। 2 पिस पार्दाखेरि चाहिँ। अनि यो त अलिक सानो छ भने त पिस नपार्दा पनि हुन्छ है कान्छ। यो त यो साह्रो खानु मन गर्छ र भरे बनाइदिन्छु चिन्ता नलिनु ल। आलु मजाको छ। राम्रो छ आलुहरू। आलु 100को 3 किलो यो छानी। लोकेसन भनिदिनु। लोकेसन चाहिँ मेरो घरको नजिकै। हजुरहरूलाई चाहिएमा सम्झेर आउन सक्नुहुन्छ। पथरीमा भने
मलाई चिन्नुहुने मेरो के भन्ने युट्युब फ्यामिलीहरूले चाहिँ मेरो बुहारीलाई पनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद, यही भन्न चाहन्छु। लु आजको चाहिँ मेरो यो टोटल कस्ट चाहिँ कति लाग्यो भने यति सबै ल्याउँदाखेरि 630 लाग्यो। 630मा यो सबै आयो साथीहरू। ल मेरो छोरी त आत्तिन्छ होला हौ जापानमा त यत्रो बन्दाकोपीलाई होइन 700-800 पर्दो रहेछ। पर्छ न, महँगो हुन्छ। कति त सुकेर पनि झरिसक्यो। हाम्रो फुपूको नर्सरी हो यो चाहिँ। फुलहरू चाहिएमा म फुपूलाई ट्याग गरिरहेको हुन्छु युट्युबमा, टिकटकमा, जतै पनि। तपाईँहरूले खिचेर केही फुलहरू चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। मेरो फुपूको घर आएर चाहिँ भ्लग इन्ड गर्नु पर्यो। सो बाई बाई साथीहरू। अघि नै मैले भनिसकेँ। थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। अर्को भ्लग छिटै ल्याउने कोसिस गर्दछु। मेरो बुढा आयो भनिदिने अब बाई भन्ने बेलामा आवाज आयो